So what is up people, welcome to yet another video. पानी परिरहेछ फाइनली पोल्युसन अलिकति कम हुन्छ होला अनि डेडलाइनहरु नजिक आउँदैछ सो आई हेभ टु कम्प्लिट अल माई असाइनमेन्ट्स अब म सिधै कलेज गएर भेट्छु है सो हामी कलेज आयौँ सास ब्याग किन्न ल्याएको पानी परेर चस्मा पुस्नु पर्दैन 3 वर्ष भयो होला फर्स्ट टाइम होला सासले ब्याग लिएर नआएको ब्याड इन्फ्लुएन्स भइसक्यो सास ब्याड बोय भइसक्यो ब्याडी अब फ्लेक्स हान्नु पर्दैन तर यस्तो फ्लेक्स हान्नुपर्छ कि कपाल काटिदिएको क्रिस अनि सेलेक्ट भयो त तिमी के सेलेक्ट भयो भन न त सेलेक्ट लागिरहेको छ बल्ल तल सेकेन्ड इयरमा नि अडिसन दियो सेकेन्ड इयरमा दिएन कुन गीत बजाउने भयो त म कपरी भाषी त्यो मात्रै हो अनि अर्को डिसाइड हुँदैछ एउटा के हो एन्टार्टिकाबाट आएर हो त्यो जम्मा चार हानेको हामी हो क्या 10 तरी हानिन्छ होला के गफ हान्नु त देखाइसक्यो त तिनीहरू लाने कुन टिमले हानेछ नि हाम्रो त डटमन छ टेबल बुन्डेसलिगामा टिम राम्रो कतिवटा छ दुईटा एउटा 3टा सरी लिभरकुसन बायर्न म्युनिख डटमन छ 11 कि 12 मा भर्खर हेर्दा त सामराले भन्छ कि मलाई जित्छ इजी हो रे जित्न पनि बसे पल्टिन हाने हो ल एक्सन भन्छ खतरा कसरी पल्ट्या खै बसे पल्टेको पल्टिसक्यो त्यो स्काई ब्लू तल अनि व्हाइट भएको त्यो सरी सार्नु बस्नु हामी चढ्ने त्यो बसै पल्टिन्छ कस्तो छ भन्दाखेरि अब यो बस स्ट्यान्ड भयो भने एउटा लाइन हुन्छ नि त्यो जहाँ त्यो एक ह्यान्ड त्यो पार्क गर्ने के त्यो गाडीभित्र नस भनेर त्यो हुन्छ नि हो त्यसमा मैले माथि चढेर यसरी बसेछ कि बसेँ ठ्याक्कै कोल्टे बस्छ ठ्याक्कै स्कुटर निकाल्न आएको आँखा अगाडि होइन ठ्याक्क भएको त्यसो ठ्याक्क म चाहिँ केही सुनेन त्यहाँ माथि त्यो भाडा मुख्ने मान्छेहरूले दौडेर गर्थ्यो म त के भयो भनेको यसो हेरेको त म चाहिँ बसेँ पल्टिन फोटो छैन त्यस्तो भइरहेको मान्छे त्यहाँ मान्छे पनि छ होला चाहिने नचाहिनेको त फोटो खिच्नु हामी कति भन्न चाहिँ पाइयो कि अब यो स्कोर गेम हेर्ने होइन खालि मात्रै राख्ने त हो के यो अलिक बिजी लाइफ भयो नि त असाइनमेन्ट गर्नु पऱ्यो अलिक फ्री भएको हेरिदिन्थेँ होइन कहिले चाहिँ फ्री हुन्छ तिमी बिहा गरेपछि नि बच्चा जन्माउनु परेन म कलेजबाट घर आएर एकछिन सुत्दै निन्द्रै पुगेको थिएन अनि त्यसपछि वेदर पनि अलिक यस्तो राम्रो देखेको लाइक रेनिङ होइन ग्लुमी डे प्री वर्कआउट मिल बनायो अफकोर्स गेस गर्न सक्नुहुन्छ होला सेम ओल्ड आई डोन्ट नो बट दिस शिट इट्स मिठो छ कि कफी सिधै जिम गएपछि भेटौँला